यस्तो लड्यो नि लड्यो ल यस्तो मजाले लड्यो यो त इतिहासमा धेरै लडाइँ नै भयो त्यो कुमारले के गरी चलायो लास्टमा त्यो ल यस्तो फतारे नि म त्यहाँ रोकिँदै यो जोगाउने हुँदाखेरि चाहिँ ठुलो लडाइँमा पर्यो यार आमा सानो लडाइँ नै अब यो लडाइँ आयो भने चाहिँ तपाईँलाई म भिडियो हाल्नेछु यस्तो लडायो नि यसले मलाई यस्तो क्लाइम्याक्स अभी बाँकी है। अहिले हामी चाहिँ सुनकोशी पुलमा छौँ नवलपुर घाटमा छौँ यो पुलले चाहिँ तीनवटा जिल्लाको सिमानामा छ यो चाहिँ ओखलढुङ्गा रामेछाप र सिन्धुलीको अहिले उता त्यो चाहिँ मापदण्ड पुगेन भनेर त्यतिकै बन्द भएको छ त्यो हो भने चाहिँ हामीलाई एकदम सजिलो हुन्छ त्यहाँबाट साउटर निक्लिन र हाम्रो यो बाटो चाहिँ अर्को चम्पादेवी गाउँपालिका हाम्रो गाउँपालिका चाहिँ यहाँनिर ठ्याक्कै जोडियो यो चाहिँ पलपो हुँदै हाम्रो गाउँपालिका पुग्छ तर यो बाटो हामी हिँड्नलाई चाहिँ धेरै कच्ची र अलिकति टाढा भएको कारणले गर्दा अब फेरि हामी रामेछाप लाग्छौँ साङ्गुटार बजार हुँदै त्यसपछि चाहिँ हामी यस्तो लड्यो नि यस्तो लड्यो ल यस्तो मजाले लड्यो यो त इतिहासमा धेरै लडाइँ नै भयो त्यो कुमारले के गरी चलायो लास्टमा त्यो ल यस्तो फतारे नि म त्यहाँ रोकिँदै यो जोगाउने हुँदाखेरि चाहिँ ठुलो लडाइँमा पर्यो यार आमा सानो लडाइँ नै अब यो लडाइँ आयो भने चाहिँ तपाईँलाई म भिडियो हाल्नेछु यस्तो लडायो नि यसले मलाई यस्तो लडायो सानो लड्यो ल आऊ ल लु तान्दैन भाइ त्यहाँबाट तान्दैन तल जा तल ब्याग गरेर उताबाट घुमाएर लिएर आइज गयो छोड्दै केही फरक पर्दैन जबरजस्ती हालिस् क्या यार के हो झाक्ने यो तल तब राम्रो नहुने कुरा हुन्छ म चाहिँ यो लिखु र सुनकोशी जोडिएको ठाउँमा चाहिँ स्विमिङ हान्न गइरहेको छु एकदम लड्यो पनि अघि मजाले लड्यो र अब मैले चाहिँ यो पानी मुनि चाहिँ उ गराउँछु ए ढुङ्गा छैन यहाँ ढुङ्गा दिदी यो ढुङ्गा छ कि छैन ठोकिने ठाउँमा छैन हाल्ने यो भित्र पानी डुबाइदिऊ ल छोडाइदियो हो र ल है त मैले डुबाएँ चिप्ला राजा ल पुरै पानीमा डुबाएर पारी जान सकिन्छ यहाँबाट सकिएन ल हामी चाहिँ अब पारी गइरहेको छौँ ढुङ्गा छ एकदम